हेलो नमस्कार सबैजनालाई। आज चाहिँ म आफ्नै करेचा बारीमा फलेको कर्कलो अनि इस्कुसको मुन्टाहरू टिपेर इस्कुसको मुन्टाको अचार र गाभाको तरकारी पकाउन गइरहेछु। सबैजनाले हेरेर कस्तो भयो कमेन्ट गरिदिनु होला। इस्कुसको चाहिँ फ्रेस मुन्टाहरू छ। इस्कुसको अचार चाहिँ मैले खास युट्युबमा देखेको थिएँ, कस्तो हुँदो रहेछ ट्राई गर्न लागेको फर्स्ट टाइम। अब बनाऊ कस्तो हुन्छ। इस्कुसको मुन्टा चाहिँ मैले अब टिपी भ्याएँ। अब यसलाई चाहिँ भित्र लगेर पखालेर केलाउँछु। पहिला केलाएर रेडी भयो। अब यसलाई उम्लिराखेको बेसार र नुन पानीमा बोइल गर्नलाई हालिदिएँ। अनि यो बोइल गरेर चाहिँ टमाटर र एउटा करेला पनि सँगै बोइल गरिदिएँ, किनभने त्यो पनि अचार बनाउनको लागि मिठो हुन्छ भनेर त्यसैमा मिसाएर बोइल गरिदिएँ। मलाई चाहिँ करेला एकदमै मनपर्छ, त्यही भएर मिसाइदिइहालेको थोरै बाफाएर सबै धमिलो भयो भिडियो। अचारलाई चाहिँ आलु हालेँ, प्याज, अरू मसला, तिलको छोप हालेँ। अनि इस्कुसको मुन्टा पनि बोइल भएर रेडी भइसक्यो। यसलाई पनि आलुमा मिसाएँ। करेला पनि मजाले बोइल भइसकेको थियो, यसलाई पनि मिसाएँ। बोइल भएको टमाटर पनि राखेँ। सबै हालिसकेपछि मैले चाहिँ अब यसलाई झान्नलाई चाहिँ तेल तताएँ। तेल चाहिँ म डाडुमा तताउँछु, किनभने छिटो हुन्छ, त्यही भएर मलाई डाडुमा सजिलो लाग्छ। तपाईँहरू केमा तताउनुहुन्छ कमेन्ट गर्नु होला। मजाले तातेँ, बेसार हालेँ अनि झैँ पारेर म अब इस्कुसको अचारमा यो लगेर झानिदिन्छु र यसलाई मोले पछाडि यो मिठो अचार तयार भयो। गाभा पनि पखालेँ। यसको चाहिँ भोलि ल, बाई बाई।